सम्पूर्णमा नमस्कार है। जो पनि ग्रिस आउने प्लान गर्दै हुनुहुन्छ कृपया धेरै कुराहरूमा ध्यान दिएर मात्र आउनुहोला। र म यो भिडियोमा चाहिँ तपाईँहरूलाई यहाँ आइसके पछाडि गर्नुपर्ने कुराहरूलाई रिलेटेड टपिकहरूमा तपाईँहरूलाई कुराहरू राख्नेछु। सँगसँगै मैले गरेका गतिविधिहरू पनि यहाँहरूलाई देखाउनेछु। अन्तिम समय हेर्नुहोला है त। First day, first month. नेपालदेखि चाहिँ हामी काम गर्ने ठाउँसम्म आइपुग्नको लागि 3टा ट्रान्जिटहरू परेको थियो र हामी थकित अवस्थामा रहे तापनि हामी रातको 2 बजे हामी आफ्नो बस्ने ठाउँमा पुगेका थियौँ। बिहानै उठेर त्यस क्षेत्र वरपर रहेका ठाउँहरू घुम्ने, स्विमिङ खेल्ने, साथीभाइहरू रमाइलो गर्न थाल्यौँ। जुन त्यो नेपालदेखिको थकाइ थियो त्यसलाई केही हदसम्म आराम दिलाउने र ती दुःखहरू, त्यो पीडाहरू भुल्ने हामीले प्रयास गऱ्यौँ। र केही छिन पछाडि उहाँ चाहिँ हाम्रो म्यानेजर हुनुहुन्छ र उहाँ आउनुभयो। त्यस पश्चात हामीलाई आवश्यक पर्ने डकुमेन्टहरू बनाउन जाउँ भनेर भन्नुभयो। त्यस पछाडि हामी त्यहाँ गएर पहिलो ट्याक्स नम्बरको लागि हामीले ट्याक्स नम्बर अप्लाई गर्नको लागि हामी त्यहाँ अफिसमा गयौँ, जुन चाहिँ त्यहाँको सरकारी अफिस रहेको छ। र पुनः ट्याक्स नम्बर अप्लाई गरिसके पछाडि पुनः फेरि हामी आएर एकअर्कासँग रमाइलो गर्दै कुराहरू साड्दै अब के होला कसो होला भन्ने कुराहरूलाई जुन तनाव हुन्छ त्यो कुराहरू कम गर्दै हामी माइन्ड रिफ्रेस गर्न थाल्यौँ। Video viral, I give you money. It's okay. I hope it's a cover up. Auntie lover, get to auntie lover, get to auntie lover, get to auntie lover. यसरी नै हाम्रो दिनचर्याहरू बित्दै थियो, जहाँ हामी यहाँको समाजसँग घुलमिल हुने, भाषा सिक्ने, यहाँको रहनसहनहरूलाई आफ्नो अनुकूल वातावरणमा ढाल्ने जस्ता क्रियाकलापहरू हामी गर्दैथ्यौँ। र हामीले ट्याक्स नम्बर बनायौँ। त्यस पछाडि यहाँको सिम कार्डहरू लिएर, नम्बरहरू लिएर, ब्याङ्क खाताहरू बनाउनेदेखि लिएर सम्पूर्ण कामहरू गरिसकेका थियौँ। र केही समय पश्चात हामीलाई खबर भयो कि हाम्रो काम अब चेन्ज हुँदैछ। लगभग हामी यहाँ रहेको 3 महिनामा हाम्रो सिटी चेन्ज भएको छ र हामी चाहिँ जुन क्षेत्रमा बस्थ्यौँ त्यस क्षेत्र पछाडि हामी अर्को ठाउँमा जानको लागि खबर आयो र हाम्रो काम चाहिँ अफ सिजनको कारणले गर्दाखेरि ठाउँ परिवर्तन गर्नु परेको भनेर हामीलाई जानकारी आयो र हामी पुनः ब्याग स्याग प्याक गरेर हामी अर्को ठाउँको लागि जानको लागि तयार भयौँ। पुनः अर्को नयाँ ठाउँ, नयाँ बिहानी, नयाँ अनुभव। हामीलाई जुन पहिलो ठाउँमा बसेर हामी काम गरिरहेका थियौँ त्यस क्षेत्रभन्दा अर्को क्षेत्रमा आएर काम गर्दा पक्कै पनि सबैलाई गाह्रो हुने गर्दछ। र तपाईहरू पनि नेपालदेखि यहाँ आउँदाखेरि आफ्नो कुन क्षेत्र हो
काम गर्ने एड्रेसदेखि लिएर सम्पूर्ण कुराहरू चाहिँ एकदम ध्यान दिनुहोला। कहीँ कतै चाहिँ एउटा ठाउँमा भनेर अर्को ठाउँतिर पनि लगेर काम गराउने, एउटा काम भनेर अर्को काम पनि लगाउने गर्दा रहेछन्। यस्ता कुराहरूबाट पनि सजग हुनुहोला। उसको एक झलक मुस्काने अलग मायने मायाले संसद नयन अंदाज फरक मायने मायाले। माया नमारे माया नमारे। दिस इज द डे। जैतुनको दिन सुरु हुँदैछ। हामीले यो कार्पेट ओछ्याइसकेका छौँ। देख्न सक्नुहुन्छ तपाईँहरू जैतुन घारी। यस्तै हो ग्रिसमा चाहिँ सबभन्दा पहिलो तपाईँले ध्यान दिनुपर्ने कुरा चाहिँ आफ्नो काम र आफ्नो डकुमेन्टहरू। तपाईँ नेपालबाट यहाँ आइसके पश्चात ब्याङ्क खाताहरूदेखि लिएर सिम कार्डहरू बनाउने, आफ्नो ट्याक्स नम्बरहरू इन्सुरेन्सहरू गर्ने, त्यस पछाडि पहिलो काम भनेकै तपाईँहरूको जिआरसी कार्डको लागि एप्लाई गर्ने हो। यो भए पछाडि तपाईँले जुनसुकै क्षेत्रमा गएर पनि जे कामहरू पनि गर्न सक्नुहुनेछ। यो चाहिँ पेपर बनाउने ठाउँ हो। यहाँबाट हामी निस्किसकेका छौँ पेपरको लागि साइन गरेर। यो चाहिँ जिआरसी कार्डको लागि हो। हेरौँ कति दिनमा हाम्रो कार्ड बन्नेछ है। यहाँको सूचना अनुसार चाहिँ कति दिन? 1 महिना। त्यही नै हो। जो पनि ग्रिस आउने प्लान गर्दै हुनुहुन्छ तपाईँले अब पहिलो कुरो त भरपर्दो मेन पावरै चाहिन्छ। तपाईँहरूले मेन पावरको लागि भनेर मलाई मेसेजहरू फोनहरू गरिरहनु भएको छ। म चाहिँ मेन पावर, म आएको मेन पावर चाहिँ किन रेकमेन्ड गर्दिनँ भने कुनै मेन पावरहरू चाहिँ कस्तो हुन्छ भने कुनै समय उनीहरूले राम्रो काम गरिरहेको हुन्छ, कुनै समय उनीहरूले गरिरहेको काम पनि अलिकति समस्याहरू सृजना भइरहेको हुन्छ। त्यसैले म कहिले पनि कुन मेन पावर के मेन पावर भनेर म तपाईँहरूलाई त्यो चाहिँ भन्दिनँ। तपाईँहरूले नेपालतिर नै आफैले युरोपको लागि भनेर भेट्न सक्नुहुन्छ। जेन्युन हो होइन भन्ने कुराहरू चाहिँ अब आफ्नो चिन्जान आफ्नो एजेन्टहरूको थ्रुबाट तपाईँहरूले फिक्स गर्नु होला। र यहाँ ग्रिसमा आउने लागत चाहिँ यदि तपाईँ आफ्नै पैसा आफैले प्रोसेस गरेर आउँदै हुनुहुन्छ भने चाहिँ नर्मल्ली तपाईँ 7-8 लाखमा पनि आउन सक्नुहुने रहेछ यदि तपाईँलाई डकुमेन्टदेखि लिएर यताउता सम्पूर्ण गर्न आउँछ भने। तर यदि तपाईँ कुनै एजेन्सीको मार्फत कुनै मेन पावरहरूको थ्रुमा भनौँ न अरूको उसमा आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँको सिजनल काममा आउनेहरूलाई 10-11 लाख, त्यसै गरी
जो जेनरल वर्कर्स टाइपमा 1 इयरको लागि होइन त्यसरी आउँदै हुनुहुन्छ त्यसको लागि चाहिँ तपाईँको 12-13 लाख रुपियाँ अहिले लिइरहेको छ नेपालमा मेन पावरले। र तपाईँहरूले चाहिँ सबैभन्दा सुरुमा चाहिँ मेन पावरलाई नै हो आफ्नो सबै कुराहरू भन्ने र आफ्नो कामको बारेमा सबै कुराहरू पहिला डिटेलमा बुझिसके पछाडि चाहिँ आउने होला। नेपालबाट पनि अहिले ग्रिसमा भिजा लगाएर आउन मिल्छ, सकिन्छ। त्यही कुराहरू ध्यानमा राख्नु होला। त्यही हो। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा भेटौँला है त।